म आज चपस्टिकको बारेमा सिकाउँदैछु। कतिलाई त हामीलाई त थाहा हुँदैन हैन यो चपस्टिक कसरी प्रयोग गर्ने भन्ने कुरा। त्यही भएर आज हामीले चाहिँ प्र्याक्टिकल यहाँ कसरी त्यो समात्ने के गर्ने भन्ने कुरो। अब किनभने चाहिँ आजभोलि आधुनिक युग हो, त्यही भएर हाम्रो सेफले चाहिँ आज सिकाउँदै हुनुहुन्छ सबैजनालाई। किनभने चाहिँ पहिला हामीलाई पनि थाहा थिएन, मलाई पनि थाहा थिएन है खुदै। त्यही भएर अहिले हामीले जानिसकेपछि अहिले होटलमा गइएला खाना बसिएला त्यतिखेर जानिएन भने के हुन्छ भने मान्छेहरूले चाहिँ बाँदरको हातमा नरिवल भन्छ। त्यसै भएर तपाईँले सिकाउनुहोस् त त्यो कसरी हो भन्दै गर्नुहोस्। कसरी हो सेफ भन्दै गर्नुहोस्। एउटा हात यहाँ समाउने, ओके, हात यसो टिप्ने हैन, टक टक हुन्छ। अर्को हातमा फेरि त्यसलाई यहाँ सक्त समाउने गर्ने, समात्ने, अनि यसलाई यहाँ छेप्ने, यसले यहाँ एउटा चपाइदिने। ओके, अनि यो भयो अब मानु यो खाने वस्तु हो कसरी खाने वस्तु हैन, यसरी बनाउनु पर्यो हैन। धन्यवाद, भिडियोलाई सेयर गर्नु।